मिटिङ गाउँको मिटिङ असार 25 गतिको मिटिङ पर्जल खतरी मिटिङमा सब गाउँको मिटिङमा पुरा दामी फुले फलेछ स्याउ यहाँ बापै स्याउ त स्याउ चाहिँ लास्टै राम्रो फलेछ है यो हाम्रो कुन्जु गाउँ ताक्लुङ कुन्जु गाउँमा स्याउ चाहिँ बबाल फलेछ यो टप 10 स्याउ हो मुस्ताङ जिल्लाकै टपै होला यो यत्रो भइसकेको छ तपाईँको यति राम्रो स्याउ भइसकेको छ यो स्याउ बगान हो स्याउ बगान पहिला त तपाईँको टपै फल्ने हो नि पछि यो खासै बिक्री वितरण नहुने पहिला त यो कोरला यो उस थिएन नि यो कोरला बाटो थिएन नि यो बल्ल बाटो खोलेपछि बल्ल अहिले बिक्री हुन लागेपछि फेरि मान्छेहरू चाहिँ फेरि पुरानै कृषितर्फ चाहिँ आकर्षित भएको छ हाम्रो यो प्रदीप शेरसन अङ्कलको यो बारे यस्तो राम्रो छ बापै स्याउ चाहिँ अति राम्रो मेहनत गर्नुभएको छ अनि म चाहिँ स्याउ बगानमा छु सबैजनालाई शुभ बिहानी यति छ कि बापै स्याउ त यति धेरै छ कि तपाईँको स्याउ हेर्न सकिन्छ है स्याउ यस्तो छ स्याउ अत्याधिक छ स्याउ अत्याधिक छ स्याउ अत्याधिक साह्रै छ स्याउ साह्रै तपाईँले स्याउ हेर्न सक्नुहुन्छ अत्याधिक ठुलो छ क्या यो अहिले अब असार 25 गति हो आज यति स्वादिष्ट यति राम्रो छ कि स्याउ अब अरू ठाउँको मैले हेरेको माथितिर हेरेको त यतिको ठुलो पिस यतिको राम्रो पिस त मैले देखेँ अति राम्रो नै छ अति राम्रो नै है यो रेड गाला फुजी के भन्छ यसको नाम चाहिँ हाम्रो गाउँ कुन्जु ताक्लुङ गाउँको मिटिङ है घरबलादमीहरू गाउँको आर्थिक वर्षको चाहिँ अब लगानी गर्नुपर्ने गाउँको कामहरूको खानेपानीहरूको सबै कुराहरूको चाहिँ एकमुष्ट छ यो चाहिँ यो समयलाई चाहिँ अनि हाम्रो यहाँ फेरि तपाईँको के सिस्टम छ भने खाजा बनाउने सिस्टम चाहिँ छ फेरि तरकारी बनाउनु लाग्छ है तरकारी आलुको तरकारी नयाँ आलुको तरकारी यहाँ चाहिँ फेरि उस गर्नु अब लोकल बाख्रो आलु खाजा श्याम दाई ओ श्याम दाई निताएर बसिछ ओ कुन्दल को ए समझदारी सरी है म त मन्त्रीगण मन्त्री चाहिँ प्रधानमन्त्री हो यो
बालेन ठाउँमा चाहिँ यसलाई राख्नुपर्छ नयाँ बालेन कि मुस्ताङको यस्तो लाटोहरूलाई दियो भने देशमा त बाटोलाई दियो सब बिगार्छ मन्त्री सरकार आउँदैछ अब मन्त्रीको सरकार आउँदैछ अब यसलाई हाम्रो गाउँघर लागि बाख्रो काट्नको लागि रेडी गर्दैछ क्यारहरू उठाउँदैछ स्याट र आलु र मासु लोकल बाख्राको चाहिँ मासुको तरकारी के खान्छ होला चिया खानेले चिया खान्छन् चिया खानेले चिया खान्छन् आफ्नो गाउँको मिटिङ हो भाउजू भने उजीले भाउजू कसलाई भने भाउजू बाबु मेरो पानीको मात्रै पैसा मागेर बालाई पैसा मागेर हेर्छु अर्जुन दाइ मेरो खाने पानीको पहिला दिन्छु के बाबु खाने पानी छ्याउ हजुर तेरो नाम के अरे मन्ते मन्ती परियार कि मैती परियार नाम के अरे नाम के तेरो नाम के लास्टै उसो त भन्नै नभनी हे बाबु कस्तो निषिद्धले कस्तो रहेछ मर्खारल 55 पानीको 200 कुकुरको 100 ला बाबु लाउनु माल दिनु सक्यो है अब पैसा फिर्ता दिने सबै सक्यो छैन ल पानीको महाराज ल गीत गाउँदा एउटा जग्गा आमा पै भन्छ त बाजु त नाम छैन छोरा मैं गाउँमा है
सुप खाने 500 रे गाउँको मिटिङमा अब लोकल बाख्राको मासु र तरकारी के उस गर्छ र उस्तो बनाउन नि यो के अरे ढुङ बनाउन नि भुटुवा ओ मिटिङका मान्छेहरू एउटा उसले खाने हो यो तारा खेल्नेहरूले डाइट हो कोही चौतारामा के बाबु ढुङ्गा ल्यायो भाउजूले खिच्यो नि त घोटो स्कुलमा खाँदा कति राम्रो आएको दुईजना त भएको मान्छे राम्रो त यस्तै राम्रो हुनु ल अब खाजा जेन्जी भाइ ल जेन्जी भाइले चाहिँ खाजा भन्दैछ ल है मलाई धन्यवाद जेन्जीले भन्दैछ हजुर ए यो चिया हो अब इच्छा अब चिया हो सम्झे खाजा हो खाजा सम्झिनुहोस् होइन ल त्यो परमेश्वर दुधको दुध पानी पानी ल यता ल हल्लिन्छ हल्लिन्छ ल दुधको दुध पानीको पानी त्यो परमेश्वर आज है उत्तम चिया नि चिया रक्सी भने नि चिया हे चिया भाइले हाम्रो तरकारी उहाँ त्यसैका के ल लोकल खसीको मासु खाजा रिप पलाएर श्याम दाइ चिया पाउँछ मैले पाउँछ ल है मेरो ल दाइ यता चिया ओ श्याम दाइ रितेले भक्का अब खाँदैछ के खाँदैछ समर्थ दाइले बाँड्दैछ दिनु पर्यो नि पहिला ओहो ल धन्यवाद कुन्दल हाम्रो 2083 3 महिना 25 गतिको असारको वार्षिक गाउँको मिटिङ खाजा साजा सम्पन्न भयो पानी आउँदैछ पानी पछि पानी हाम्रो हजुर चाहिँ साह्रै राम्रो देखेको चाहिँ कमेन्ट हानेर को भनि सक्दैन
यति राम्रो छ त गाउँले मुस्ताङको गाउँलेहरू निर्णय चाहिँ सुन्नु होला प्रस्ताव नम्बर निर्णय नम्बर 3 है प्रस्ताव नम्बर 3 उप छलफल गर्दा यस कुञ्जो गाउँको खानेपानी कुञ्जो ल्यारा घेराहरूको खिमी घरमा पानी जडानको लागि रु 4004 वर्षको लागि दिने निर्णय पारित गरियो। ल ताली बजाऊ। निर्णय नम्बर 4 प्रस्ताव नम्बर 4 उप छलफल गर्दा यस कुञ्जो गाउँका प्रमिस विकको घरमा प्रत्येक घर धुरीबाट रु 600 का दरले झारा बापत रकम उपलब्ध गराउने निर्णय पारित गरियो। निर्णय नम्बर 5 यो भनेको एक घरले 600 रुपैयाँ उठाउने अनि हो यो कान्छी बुबुको लागि झारा नउठ्ने 600 रुपैयाँ ल यहाँ अन्तिम छ के इम्पोर्टेन्ट ल निर्णय नम्बर अघि पहिला यो सुन्नु न निर्णय ल निर्णय नम्बर 5 मा छलफल गर्दा यस कुञ्जो गाउँको नियमित पूजामा दुःख परेका व्यक्तिहरू उपस्थित भएमा प्रति व्यक्ति रु 1500 लिने निर्णय पारित गरियो। हाम्रो पुर्ख्यौली मुखियाजीको पुर्ख्यौली डिजाइन जिन्जी आन्दोलन बालेन भने बालेन राखिदिनु पर्ला छ कि मुस्ताङको बालेन के र मिठो भयो साह्रै भर्खरै काम सकेर यसो खाना त तपाईँको नि आउनु पर्यो नि त होइन पवित्र मम के चबाउनु सकिन क्या दादै छैन न्याम न्याम गर्दै यल्ला नि हाम्रो पुर्ख्यौली मुखियाजी 40 वर्ष बारी हाई डेन्सिटी स्याउ पुरा स्याउ बारी हो। ल आजको भ्लगलाई म यहीँ समापन गर्छु। फेरि नयाँ भ्लग आउनुको निम्ति तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। बाई बाई।